गाह्रो भइसक्यो भाइ आउनु एकजना चाँडै जान्छ कि हिजो पनि हेरेको थियो होइन बिहान उता गएर छ बाहिर मलाई देखिरहेको छ नि पेटको बच्चा त्यो बच्चा हो हो पेट फुल्यो भनेको छैन यता सुन्नु न फोटो भिडियो होइन तपाईँहरू आउन मिल्छ सुन्नु न यहाँ उसले बच्चा पाउने रहेछ क्या उसको पेटमा बच्चा रहेछ होइन अनि जन्डिस पनि लास्ट स्टेजमा छ हजुर सुन्छ भन्नुहोस् त हुन्छ म तपाईँलाई फोटो भिडियो नि पठाइदिउँला होइन त्यसमा केही छैन भन्नु न म लड़ाऊंगा मैं नहीं गिराऊंगा आराम से पैसा उसको अब चाहिँ यहाँ अमित भाइले चाहिँ उहाँको संस्थामा पहिला चाहिँ उहाँले उपचार गर्ने बिकज सी इज प्रेग्नेन्ट अनि पहिला चाहिँ उहाँको उपचार गर्ने हाम्रो रामले पहिले मानव सेवाको त उहाँले लैजानुहुन्छ होइन लगेर चाहिँ एकदम माया केयर गर्नुहुन्छ अनि आफ्नो बनाउनुहुन्छ अनि यता आउनु अनि यहाँ चाहिँ अब एकै मिनटमा ल अनि भयो यहाँ चाहिँ बेबारी चाहिँ अब अवस्थामा चाहिँ सडकमा सुतिरहनु भएको म यहाँ चाहिँ एउटा खास चाहिँ म अर्कै कामले आएको थिएँ आज अर्कै बिरामीको सेवा गर्नको लागि भनेर म आएको थिएँ तर यहाँ सुतिरहनु भएको देखेर चाहिँ अब यति भएपछि ल सबैजनाले ताली पड्काउँछ ल मानव सेवाको लागि ल ताली पड्काउँछ है शिवजी है जय भगवान् यति उद्धार गर्नुभयो है अनि म चाहिँ एकदम आज दुईवटा काम गरियो एउटा चाहिँ के अरे एकजनाको बेमारी चाहिँ बिरामीको चाहिँ उद्धार गरियो आइसियुमा भर्ना गरियो भने आज चाहिँ बाटोमा एकजनाको चाहिँ गरियो है ल है